हेलो वन्स अगेन वेलकम सबैजनालाई। यो मेरो छोटो भिडियोमा आज चाहिँ म एउटा रुखमा बसेर हेर्नु न भिडियो बनाइरहेको छु। स्किप नगरी हेर्नु होला। एउटा एकदमै मसँग एउटा मैले केही दिन अगाडि मसँग बातचित हुँदाखेरि कसैको एकदमै गुनासोहरू कुराहरू सुनेको थिएँ। त्यो कुरा म तपाईँहरूलाई भन्दैछु है। अनि यो रुख देख्नुहुँदैछ नि, यो रुखमा चाहिँ पहिला हामी सानोमा केटाकेटीमा खेल्थ्यौँ। काप्राको रुखमा बसेर म भिडियो बनाउँदैछु। अनि यता वरिपरि चाहिँ हाम्रो गाउँहरू छ। यस्तो छ है। अहिले चाहिँ मकैको सिजन भइरहेछ, मकै गोड्ने सिजन हुनु आँटिसक्यो है। के भन्दैछु भन्दाखेरि चाहिँ आजको मेन मेरो भिडियोमा चाहिँ जसको पनि नानीहरू हुँदैन होइन, अब जसको नानीहरू नै जन्मिँदैन, उहाँहरूले पनि दुःख नमान्दा हुन्छ यो जमानामा। अनि जसको छोरी छ उहाँहरू पनि धेरै खुसी नहुँदा हुन्छ। जसको छोरा छ उहाँहरू पनि खुसी नहुँदा हुन्छ। जसको छोराछोरी दुवैजना छ कोही पनि धेरै खुसी नहुँदा पनि हुन्छ जस्तो लाग्छ मलाई। किन भन्दाखेरि चाहिँ अहिले मैले एउटा म चाहिँ यहाँदेखि केही टाढो 17-18 किलोमिटर लेकसेप भन्ने जग्गामा गएको थिएँ होइन। त्यहाँनिर चाहिँ जाँदाखेरि के भइरहेको थियो भने चाहिँ म चाहिँ एउटा टेलरको दोकानमा रुकेको थिएँ। त्यहाँनिर चाहिँ केही खाजाहरू खाउँ भनेर है। अनि त्यहाँनिर जाँदाखेरि एउटा के सिन देखेँ भने चाहिँ एकदमै दुःख लाग्यो है। अनि एकजना केटा थियो क्या, उसले चाहिँ टेलरलाई एउटा पाइजमलाई देखाउँदै, कुर्ताको पाइजम हुन्छ नि, अनि पाइजमको एउटा साइडमा चाहिँ फाटेको थियो, उद्रेको थियो भनौँ न। अनि टेलरलाई भन्यो है, यो सिलाइदिनु नि भनेर भने है। अनि टेलरले भन्यो यो चाहिँ सिलाउँदाखेरि पनि नअडिने खालको चिप्लो खालको कपडा रहेछ, हुँदैन भनेर भने। त्यति बेला चाहिँ त्यो के भन्नु, त्यो केटाले चाहिँ एकजना अधा वयसभन्दा पनि अलिक धेरै एजेड भएको 55, 56, 57 वर्ष पुगेको जत्रो लाई चाहिँ एकजना बुढी मान्छेलाई चाहिँ हेरेर चाहिँ कस्तो खालको ट्रिट गरिरहेको थियो भने चाहिँ अब बुढीलाई गर्ने यस्तो ट्रिट होइन। मैले भनेको नि हुँदैन भनेर, यो अर्को किन्ने बेला भएको, यस्तो सुरुवाल हुँदैन भनेर मैले भनेको त, बित्थामा सिलाउनु लाएर भनेर भने है। अनि उहाँले चाहिँ केही पनि भन्नु भएन है। जो मेरो साइडमा एकजना लेडी बस्नु भएको थियो। अनि मैले चाहिँ अब त्यो ट्रिट हेर्दाखेरि चाहिँ आमा र छोरा जस्तो खालकै थिएन क्या। त्यहाँनिर चाहिँ के भइरहेको थियो भन्दा चाहिँ एउटा बुढाले बुढीलाई कराउँदैछ जस्तो, अनि एज पनि मिल्दैन है। अनि म चुप्प लागेर बसेँ। अनि त्यो हुँदैन भनेर अर्को किन्नुपर्छ भनेर चाहिँ त्यो कुर्ताको त्यो पाइजम चाहिँ त्यो लेडीको काखमा फ्याँकिराखेर बजारतिर लाग्यो होइन। अनि अब म त कसरी सोध्नु केही भएन है। अनि बसिरहेँ। त्यतिकैमा चाहिँ हाम्रो बात भयो। अनि मैले भने तपाईँको छोरा भनेर भने मैले है। अनि उसले भन्यो हो त भनेर भने। अनि त्यति भनेपछि उसले कुरा निकाल्यो नि त। उसले के भनेर कुरा निकाल्यो भने चाहिँ हेर्नु नि, मेरो 2-3 जना छोरा हो, 3 जना छोरीहरू अरे। अनि उसको हस्बेन्ड चाहिँ राम्रो काम गर्थ्यो अरे, तर एक्सिडेन्ट भएर मरेको अरे है। अनि अब प्रपर त्यो जग्गाको नामहरू म भन्नु चाहिनँ है, लेकसेप वरिपरिकै हो। अनि के भन्दै थियो भन्दाखेरि चाहिँ त्यो उहाँको हस्बेन्ड मऱ्यो अरे। उहाँले भन्नुभयो कि एकदमै छोराहरूले मलाई राम्रो ट्रिट गर्दैन भनेर भन्नुभयो। अनि देखिहाल्नु भयो होला कस्तो खालको बोलेको भन्नुभयो। एक शब्द पनि त्यो आमाले रिप्लाई गरेन है। अब त्यसो भनेर यो चाहिँ काम नलाग्ने रहेछ किन दिएको भनेर फ्याँकेर गइहाल्यो त्यो छोरा त। त्यहाँदेखि चाहिँ आमा चाहिँ सँग बात भयो है। अनि बात हुँदै गर्दा फेरि आमाले भन्नुभयो एउटै राम्रो हेर्दैन छोराहरूले, अनि छोरीहरूले चाहिँ राम्रो हेर्छ अरे। अनि छोरीहरूलाई कोमै बस्नु नि त त्यसो भए भने है। भन्दाखेरि चाहिँ के भन्यो भने कस्तो माया लाग्यो क्या त्यो बोजूको। त्यो आमाको के भन्यो भन्दाखेरि चाहिँ म यो छोराहरूको घरमा फर्केर आएको कारण चाहिँ मेरो एउटा छोराको नाति चाहिँ हस्टेल आएको थियो, अनि केही दिनको लागि घर छुट्टीमा आएको थियो, त्यो कारणले त्यो नातिलाई भेट्नु आएको हो भनेर भने क्या उसले। अनि मैले भनेको नि, अब यदि तपाईँलाई छोराले राम्रो गर्दैन भने नातिपनादिको के माया, तपाईँ आफ्नो छोरीहरूकोसँग बस्नु भने। अनि उहाँले भन्नुभयो छोरी चाहिँ धन्ना, ईश्वरको कृपाले धनीहरूसँग गएको छ। अनि मेरो आँखाको ट्रिटमेन्टहरू भएको, त्यसमा पनि आँखाको तल बिर्तामुटमा लगेर ट्रिटमेन्टहरू गरिदिएको अरे। पहिला एउटा आँखाको ट्रिटमेन्ट भयो, अनि 2टा पहिला केही पनि देख्थिनँ भनेर भन्नुभयो। अनि छोराहरू चाहिँ एकदमै के भन्नु, एकदमै जाँड अक्सी खाने खालको होइन, झगडा गर्ने खालको रहेछ है। अनि
मैले भने त्यस्तो हो भने तपाईँ छोरीकोमा बस्नु नि छोरीसँगै भन्दाखेरि छोरीकोमै प्रायः बस्छु तर नाति केटालाई हेर्नु आएको भनेर भन्यो है। त्यति बेला मैले के चाहिँ एउटा शिक्षा पाएँ लेसन भन्ने कुरा चाहिँ आफ्नो छोराछोरीलाई पनि ज्यान दिएर आफ्नो ज्यानभन्दा पनि धेरै माया दिएर चाहिँ नराख्नु होला है उसको। अनि मैले त्यति बेला चाहिँ के सोच्दै थिएँ भने चाहिँ जसको छोराछोरी छैन त्योभन्दा त बरु त्यो ठिक रहेछ, आखिरी मर्ने बेलामा त कोही हुँदैन जस्तो लाग्यो है। अनि जसको नानीहरू छैन भनेको पनि एकदम खुसी खुसी बस्नु होला। अनि जसको छोराछोरी छ, मेरो चाहिँ भन्नु यही छ, जसको छोराछोरी छ आफूलाई भन्दा ज्यादा विश्वास गरेर भरोसा गरेर पनि नगर्नु होला। आफ्नो पैसा रुपियाँ छ भने आफ्नै नाममा राख्नु होला होइन, कमाएर आफ्नै नाममा राख्नु होला। पछिको दिनमा खानु होला, घुम्नु होला, स्वस्थ रहनु होला। म चाहिँ त्यही भन्न चाहन्छु होइन। छोराछोरीको लागि भनेर मरि नमेट्नु होला। मैले त्यहाँ हेरिरहेको थिएँ, त्यो आमा एकदमै रुनु मात्रै सकेको थिएन है उसले। मैले त्यो त्यति सोधिदिँदा चाहिँ ऊ झन् भित्रबाट भक्कानिएको जस्तो थियो है। अनि मलाई एकदमै माया लाग्यो है। हामीले चाहिँ म चाहिँ के भन्न चाहन्छु भने चाहिँ हाम्रो आमा बाउ जस्तो जति नै जस्तै कतिको आदतहरू हुन्छ नि त होइन, पर्फेक्ट त कहाँ हुन्छ, तर पनि आफ्नो आमा बाउलाई चाहिँ माया गरौँ, रेस्पेक्टै गरौँ होइन। त्यो वृद्ध आश्रमतिर चाहिँ यस्तो कसैलाई गुनासो नसुनाओस् जस्तो लाग्छ है नानी आफ्नो छोराछोरीको कुराहरू। अनि धेरै दुःख लाग्यो। तर हुनु त अब त्यो वृद्ध आश्रमतिर त छैन, तर त्योभन्दा पनि घटिया लाग्यो क्या। अब त्यस्तो प्रकारले आमालाई आमा हुँदैन रहेछ यो लुगा भनेको भए त हुन्थ्यो होला नि है, तर कस्तो प्रकारले भनेको क्या, यो हुँदैन भनेको बुझेन, कस्तो अब एउटा बुढीलाई ट्रिट गरेको जस्तो है। म त छक्कै परेँ है। यति नै भन्दा आजको भिडियोलाई यतिमै राख्न चाहन्छु। यो नै मेरो गाउँ चाहिँ यस्तो छ। फेरि भेटौँ नेक्स्ट भिडियोमा।